सेती खोलाको राधाकृष्ण टोल जाने बाटो भनौँ न। अब यहाँ यसो विकास निर्माणको काम पनि हुँदैछ नि। स्काइभेटर डोजरले चाहिँ बाटो सम्याउने काम हुँदैछ। यहाँ अब यो बाटोमा चाहिँ दुईतर्फी वाल लाग्ने भएर चाहिँ अहिले यसो यहाँ गिटीहरू पनि थुपारेको छ। यतातिर डोजरले यसो बाटो सम्याउने काम हुँदैछ। यो साइडमा चाहिँ अब यता नाली नबनेको कारणले गर्दा माथि हाइवेमा टच हुने बाटो यो चाहिँ चक्कसँगले दुईतर्फी नाली बन्ने भएकाले चाहिँ अहिले अब यो बाटोमा ढुङ्गाहरू थुपारिँदै गरेको छ। यो चाहिँ बेलायत नगरपालिकाको वार्ड नम्बर 8 मेरो स्थायी घर गाउँ भनौँ।